हेलो वेलकम ब्याक टु माई च्यानल इट्स मी रोहन काले। आज चाहिँ हामी मर्स्याङडीको तिरमा छौँ अनि आज चाहिँ हामी माछा मार्न आएको अनि ढुटो र टाँगो लिएर आयो क्या। अब माछा मार्न अब कस्तो हुन्छ के हुन्छ माछा कति पर्छ हामी सबै देखाउने नै छौँ होइन। अनि यहाँको दाइ छ मलाई टाँगो लिन गइदिनु भयो। पौडी खेल्न त यो गाह्रो रहेछ क्या आज त यो पालि त यार। अनि त्यसपछि अब माछा मार्ने सिजनहरू आयो अनि हामी घर बस्दा बस्दा झ्याउलाएर आएको है। अनि आज चाहिँ एउटा मिठो भ्लग बनाएर हालिदिनु जस्तो लाग्यो क्या मलाई चाहिँ। अनि त्यसपछि मैले चाहिँ कलेजो नि लिएर आएको क्या माछालाई हाल्ने भनेर। यहाँ चाहिँ अब रेडिमेड गरेर ठ्याक्क यहाँ भुस हालेर भुटेर भुस हालेर ठ्याक्क पार्न बस्नुपर्छ अलग्ग लाएर। पहिला यसरी हाल्नुपर्छ है। यसरी हालिसकेपछि चाहिँ ठ्याक्क माछा खान आउँछ अरे। अनि त्यसपछि यहाँ टाँगो हाल्नुपर्छ। ल आज चाहिँ हाम्रो यहाँ हुन्छ माछ फिसिङ हन्टिङ हान्ने काम हुन्छ। अब ठ्याक्क पासु सासु छ। अब चाहिँ यहाँ ठ्याक्क बनाएर आज मैले चाहिँ रेन्जर बार्छ जस्तो छ माछा यो। अब माछा परेपछि चाहिँ म देखाउँछु माछा पऱ्यो भने। अस्ति यहाँ 5वटा परेको थियो त्यो बेलामा चाहिँ भ्लग बनाएन है। यो काम चाहिँ गाइने काम हो किनकि काम नै छैन नि त हाम्रो आजभोलि। यस्तरी लाउनु पऱ्यो कस्तो देखेर ठ्याक्क आज चाहिँ भ्लग बन्छ जस्तो छ। मक्सिर माछामा अब खोलातिरको हिँड्नु पऱ्यो धान ठराउनु जानु भने पसिनै पसिना आयो। ल है त अब एकछिनमा देखाउँछु। ठ्याक्क अब चाहिँ माछा ठ्याक्क हानिदिन्छ होइन। अब ठ्याक्क कलेजहरू लडाउनु सडाउनु राख्ने हो। माछा पर्ने चाहिँ म नि अब यहाँ ठ्याक्क बनाउँदैछु। मेरो चाहिँ सानो छ त अहिले। ल है त अब माछा पर्सी देखाउँछु। 1000 years later 6.5 hours तयारी थाल्नु लाग्यो अब माछा मार्नलाई होइन। टाँगोमा चाहिँ परेन अब ठ्याक्क यहीँ अब तयारी थापेर जाने। यहाँ भोलि बिहान हेर्न आउनुपर्छ। अब ठ्याक्क यस्तै ट्याक्क थाप्ने हो। भोलि कति पर्छ अब भोलि नै आउँछ। आज र भोलिको भ्लग मिसेर एउटा बन्छ जस्तो छ भ्लग चाहिँ। ल अब त्यहाँ थाप्ने ठाउँ चाहिँ यहीँ हो होइन। लडेर फेरि ठ्याक्क पानी आएको भने टेन्सन हुन्छ यार। यहीँ थाप्ने हो। चट्ट यस्तरी हुन्छ जाल चाहिँ। के काठमा बाँध्ने हुन्छ उचाल्न नि सकेको छैन क्या। यहाँनिर ट्याक्क थाप्नु पर्ने हुन्छ होइन। अब नै यस्तै थाप्दैछु चाहिँ भोलि यहाँ माछा पर्नुपर्ने हुन्छ। ट्याक्क अब भोलि बिहान आएर हेर्ने हो। यसमा 5वटा परेपछि हुन्छ। भोलि कतिवटा पर्छ अब भोलि म देखाउँछु। अब यहाँ एउटा ढुङ्गा झुन्डाउनु पर्ने हुन्छ। ढुङ्गा दिन्छु म एउटा है। ट्याक्क लाएर भोलि त ठक्क लाएर ट्याक्क लाएर माछा पऱ्यो भने त अनि भोलि त बवाल हुन्छ त। बिहान गरेर अहिलेको गरेर अब भ्लग आउँछ। आज चाहिँ धेरै थाप्दैन हामीले। आज चाहिँ हल्का फुल्का हो धेरै छैन जाल। लाउनु ठ्याक्क यस्तो ढुङ्गा यहाँ ठ्याक्क ढुङ्गा राख्नुपर्ने हुन्छ। भोलि बिहान आएर तान्न पर्ने हुन्छ। ल अब चाहिँ एउटा थाप्यो अब 8-9वटा छ। ठ्याक्क अब टाँगा कहाँ थाप्ने छेउ हेर्दै। ल अहिले चाहिँ मोबाइल झोलामा हाल्नु पर्ने हुन्छ खस्छ होला। ल अब अर्को ठाउँतिर है त। अहिले माछा थापेर सकिसक्यो होइन। अब यहीँसम्म हो माछा चाहिँ। अनि यो चाहिँ लास्ट हो होइन। हामीले 13वटा कि 14वटा थाप्यो। अब भोलि बिहान आउनु पर्ने हुन्छ हेरेर। आजको चाहिँ सक्यो माछा बल्छीमा चाहिँ परेन। अब यो माछा थाप्यो भोलि आउनुपर्छ। माछा हुन्छ भोलि। कस्तो जोस डाँगार लाउँछ क्या फेरि उसले माछा भनेपछि त फेरि खतरा। के बोले भाइ? के बोले के छ थाहा बोले? पहिला हामीले हालेर पार्थ्यो यार। एक सिनेमेटिक हान्दिउँ त दामी खालको।
ल कहाँ से आते हैं? माछा चाहिँ पर्यो है। हेलो गुड मर्निङ। आज चाहिँ खोलामा आएर भ्लग बनाउनु बाध्य भयो। अनि माछा थान्न आएको 2टा पर्यो अहिलेसम्म चाहिँ। अहिले हाम्रो यहाँ थापेको अब मुनि मुनि बाँकी छ है, कतिवटा पर्छ। अनुसन्धान विगत अनुसार तयारी त सबै जेलिया रहेछ। तयारी थाहा भइहाल्यो मिलेन जस्तो लाग्यो। ल अब चाहिँ मुनि मुनि बाँकी छ। अब चाहिँ ठ्याक्क यहाँ एउटा भिडियो बनाउनु पर्ने हुन्छ। माछा उता पार्ने पनि थाहा चोर्न जानु पर्ने अरूको। खोला अलि बढ्दो रहेछ बिहानमा यार, चिसो छ। मैले त मुख नै देख्दिनँ यार। अब यहाँ माछा पर्दै पर्दैन है त माछा। यिनी रित्तै आयो है, माछा चाहिँ परेन। ल अब अरू मुनि गएर देखाउँछु म चाहिँ। माछा चाहिँ यहाँ नि परिसक्यो 2टा। माछा जक्खड जक्खड छ है। सानो आँखी पनि मिस्सै नजाँदो रहेछ यार, पर्दो रहेछ। त्यो कुना थाप्यो ठुलो पर्थ्यो कि यार, ठुलो आँखी थाप्यो हो। मलाई चाहिँ ठुल्ठुलो आँखी यस्तोमा थाप्नु मन लाग्छ क्या, जक्खड जक्खड माछा पर्छ क्या। ल अब हाम्रो मुनि छ नेक्स्ट डेस्टिनेसन। अब ठ्याक्क अब हिजो गएर आज गरेर एउटा भ्लग आउँछ हजुरहरूलाई। अब यहाँ छ होइन, मलाई त डेन्जर चिसो भयो यार, डेन्जर चिसो हो। मुख नै त होइन, मुखै काटिन्छ। कालो हो न त्यहाँदेखि देखिन्न क्या यहाँ। ल अब चाहिँ यहाँ चाहिँ बाँकी छ है। अब एउटा यहाँ बाँकी छ। अब यहाँ चाहिँ स्योर पर्छ जस्तो लाग्छ मलाई चाहिँ। ए बिहान बिहान डेन्जर दुःख गरेर आउनु पर्दो रहेछ यार। अब यहाँ है, यहाँ बाँकी भनेको यहाँ हो। अनि मुनि छ, मुनि चाहिँ अलिक अप्ठ्यारो छ ठाउँ। अब यहाँ तार्न पर्ने हुन्छ। अशोकको परिहाल्यो बरु डेन्जर यार। अब यहाँ पर्छ कि पर्दैन है त गाइस, गेस गर्नु त, गेस गर्नु। यहाँ चाहिँ परेन अरे त, यहाँ मिठो पर्दै हेर्नु है 2टा। खानालाई पुग्नु परिसक्यो, माथि परेर मात्र हो। यो त त्यो परेको होइन अर्को। माछा चाहिँ परिसक्यो है, खाँदै नआउँदो रहेछ क्या यार, खाँदै नजाने चाहिँ यस्तै हो कि। माछा परेन यार, मैले थापेँ अब स्योर पर्थ्यो। परेन, मिस गयो हजुरहरू। अब मुनि है त, मुनि यहाँ नि परेन माछा चाहिँ। अशोकको हेर्नु जानुपर्छ क्या, भ्याउँछ क्या। कसरी लोइ त ढुङ्गा। चिप्लो हुन्छ। कहाँ लान्छ देख्यो,
तरिका हो क्या ढुङ्गा हाल्ने तरिका। अब यहाँ चाहिँ अब स्योर हो माछा चाहिँ ठुलो आँखे हो। वो वो अर्को नि वो अर्को नि हेर अर्को नि मैले ढाँटे होइन कि अर्को नि खोइ हरायो कत्ले पर दुईटा यहाँ त मैले थाहा पाऊँ भने नि गइसक्यो मान्छेलाई पनि फर्काएर ल्याए त नि के बोले भाइ के बोले के छ थाहा पाबी बोले गइसक्यो मान्छेलाई नि फर्काएर ल्यायो यत्रै पर्छ हिजो कसले यत्रै पर्छ अब हाम्रो दुईटा बाँकी छ है माछा चाहिँ दुईटा परिसक्यो ठ्याक्क मर्साङ्गीको भ्यू हेर्नु यस्तो चिसो हो मुख नि त होइन माछाको रस हान्नुपर्छ अब त्यो दुईटामा 1-1 किलो पऱ्यो भने त बेच्ने हो पैसा आउँछ नि उम्केला है उम्केला म त असलै भनिरहे यार स्योर पर्दैन होइन अहिले यहाँ पनि बिजेकै त्यो थाप्न लाग्यो ठुलो पर्छ कि यस्तो लगाएर ल अब चाहिँ हाम्रो मुनि छ डिस्ट्रिब्युसन अब दुईटा बाँकी छ जम्मा दुईवटा दामले एउटा भ्लग त बनाएर हाल्न पर्यो कन्टिन्यू माछा परेको ल अब मुनि है त मुनि माछालाई त्यो फोटोमा ठुल्ठुलो बनाउनु गऱ्यो त नि यस्तो गाह्रो छ बाटो यी मोबाइल सलक्क खस्यो त टेन्सन हुन्छ त अल्ला बाबा बिहान मुखै नहुँदै आउनु पऱ्यो नि कुकुरले बुवा हुनुहुन्छ नि अगाडि उठेर आउनुपर्छ सायद जान्छ अरे फेरि यस्तो हो चल मेरो टाँगोमा चाहिँ पर्यो होला यार मालदाईको जम्पिङ त खतरा छ त यार यो टाँगो तान्नु त पर्यो होला कलेज हालेर छोडेको थियो तन्के यार पर्यो होला पर्छ एउटा जक्खर खै कलेज हो अब दुईटा छ है एउटा यहीँ थाप्नु पर्ने रहेछ मिस गएको यार गएर खाँदै त्यो कुना थाप्यो कि एउटा परेछ यहाँ मुनि दुईटा पर्नै पर्ने हुन्छ है परेन भने त टेन्सन हुन्छ ल है त अब हाम्रो लास्ट दुईटा बाँकी छ यो एउटा हो हेर्नु कस्तो छ ताल अब यहाँ यस्तै थापेछ यहाँ चाटेर छ माछाले यार ल उयो ढुङ्गाबाट यस्तै थाप्यो अब पर 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 कत्रो ठुल्ठुलो पर्दो रहेछ अब मुनि एउटा म तान्छ आउँदा मैले आउने खोल्दै गर्दा ठिकै हुन्छ है यस्तो गाह्रो छ यार एउटा पऱ्यो त्यहाँ अब यहाँ चाहिँ पर्नै पर्ने हुन्छ है यस्तै चल्दैछ चिप्लो खालको बाटो डर लाग्छ कि हिँड्ने अब यो हो बाँकी लास्ट एउटा
परेन वाज होइन परे क्या हो सबै हार्नुहुन्छ अनि फेरि म हाँस्छु होइन दोरी चल्छ क्या झड्काले यार मैले भने होइन अहिले हेरेर परे तान्छु भने हेर्दैन मैले माछा परे कित्ला त्यो ठुलो परे कि मैले त बिस्तारै गर्नु यहाँ दुईटा तिनटा चाडा हेरे माकुरी तिनटा पऱ्यो यहाँ चाहिँ वाओ माछा खस्यो भने सर्दालाई फालिदिनु पर्ने हुन्छ मालदाले यो खेवा चिनाहरू छ आजलाई माछा पुगो ल आज चाहिँ माछा परेर सकिसक्यो है माछा चाहिँ यहीँ छ है अब आजको भ्लग यति नै हुन्छ है अब सक्यो भ्लग नि अब भ्लग चाहिँ अब एक दुई महिनापछि फेरि अर्को आउनु सक्ने सम्भावना हुन्छ किनकि अहिले म व्यस्त त छु नि त दिनभरि घरै बसिरहेको हुन्छु त लगा मेरो मजाक त्यही भएर भ्लग हाल्न पाइरहेको छैन ल अहिले चाहिँ बाई सबैजनालाई माया गरिदिनु यो भ्लग हेरेर माछा मार्ने कसरी हो सिक्नु हामीसँग सम्पर्क गरे हुन्छ माछा पार्न सिकाइदिए भन्यो भने दिनको 2000-3000 लाग्छ एकजना पर व्यक्ति ल आजलाई चाहिँ यति नै है त भाइ एकताल अब मर्साङदेखिको भ्यू देखाइदिन्छ ल